केही दिन अघि हाम्रो त्रिभुवन विमानस्थलको भन्सारको सम्पूर्ण प्रक्रियाहरू पार गरेर अवैधानिक रूपमा करिब 1 क्विन्टल सुन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर गएको र राजस्व अनुसन्धानले त्यसलाई नियन्त्रणमा लिएर त्योसँग सम्बन्धित प्रारम्भिक रूपमा देखिएका केही व्यक्तिहरूलाई पक्राउ गरेर अनुसन्धानको प्रक्रिया अगाडि बढाएको तपाईहरु सबैलाई थाहा छँदैछ। त्यस सम्बन्धमा राजस्व अनुसन्धान अन्तर्गत एक छानबिन समिति पनि बनाइएको छ र त्यसले आफ्नो छानबिनको प्रक्रियालाई अगाडि बढाएको छ। हामीले यो छानबिन र अनुसन्धानको प्रक्रियालाई यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनु पर्छ र जस्तो सुकै र जोसुकै भए पनि यसको नेक्सस र रुटमा पुग्ने गरी अनुसन्धानलाई अगाडि बढाएर कारबाहीको प्रक्रियामा जानुपर्छ भन्ने हाम्रो जोड रहेको छ र सरकारको तर्फबाट प्रधानमन्त्रीले पनि सम्माननीय प्रधानमन्त्री यही रूपमा निर्देशन दिनुभएको छ र मैले अहिले पनि सम्बन्धित सबै अधिकारीहरूलाई यसबारेमा कडा निर्देशन दिएको छु र अहिले त्यो छानबिन समितिलाई नै राज्यका अरू निकायहरूले सघाउने काम हुनेछ। अहिले हामी त्यसरी नै अगाडि बढ्नेछौँ। आवश्यकता पर्यो भने नेपाल प्रहरीले अहिले सहयोग गर्नेछ र आवश्यकता पर्यो भने हाम्रो सिआइबी वा अपराध अनुसन्धान शाखा जस्ता निकायहरू छन् उनीहरूले नै आवश्यकता पर्यो भने यसको अनुसन्धान गर्न पनि सक्नेछन्। तर अहिले राजस्व अनुसन्धानको नेतृत्वमा जुन अहिले समिति बनेको छ त्यो समितिले नै अनुसन्धानको प्रक्रिया अगाडि बढाउँछ। त्यसलाई सहयोग गरेर सफल पार्न हामी सबै निकायहरूलाई निर्देशन दिन्छौँ र त्यही गरिराखेका छौँ। यस्तो अनुसन्धानको निम्ति छानबिन समिति बनेको छ, त्यो छानबिनले नै अगाडि बढाउँछ। तर एउटा चाहिँ हामीले पहिलादेखि भनेको एउटा ल्याप्सेस चाहिँ के भने अराइभलको लगेजमा पनि कार्गोमा पनि कहीँ पनि प्रहरीको उपस्थिति रहँदैन अहिलेको प्रक्रियामा। अहिले पनि हामीले त्यहाँ सल्लाह गऱ्यौँ, तपाईहरुलाई प्रहरी चाहिँदैन भनेर भन्सारका साथीहरूलाई भन्यौँ। प्रहरी भयो भने राम्रै हुन्छ भन्नुभएको छ। तपाईले माग पहिला त गर्नु भएको छैन, बरु हामीले नै मन्त्री परिषदको बैठकमा यसभन्दा अगाडि यो कुरा उठाएका थियौँ कि हामीले सायद प्रहरीलाई पनि त्यहाँ सामेल गर्नुपर्छ। जब लगेज आउँछ र स्क्रिनिङको प्रक्रिया सुरुवात हुन्छ, जब कार्गो आउँछ र स्क्रिनिङको प्रक्रिया सुरु हुन्छ, भन्सारका कर्मचारीको अतिरिक्त प्रहरी पनि भयो भने सहयोगी भूमिका हुन्छ भनेर हामीले भनेका थियौँ। अहिले भन्सारका साथीहरूले पनि र अरू यहाँ समन्वयमा रहनुभएका साथीहरूले पनि त्यो सही नै कुरा हो भन्नुभएको छ। यसबारेमा हामी आवश्यक निर्णय गर्नेछौँ। म चाहिँ चुनौती दिन्छु यो देशको भ्रष्टाचार विरोधी अभियानलाई, यो देशमा सुशासन स्थापित अभियानलाई सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा हामीले अहिले व्यवहारिक नेतृत्व गरिराखेका छौँ। गृह मन्त्रालयले यसमा आम जनताको समर्थन छ। सङ्गठित ढङ्गले कुनै पनि प्रकारबाट यसलाई असफल पार्ने, यसलाई चाहिँ दिग्भ्रमित काम भयो भने त्यसबाट हामी विचलित हुने छैनौँ। हामी सुशासन स्थापना गरेको कामलाई दृढतापूर्वक अगाडि बढाउनेछौँ। कसैले नसोचे हुन्छ कि यसलाई भ्रम पार्न सकिन्छ, यसलाई विचलित गर्न सकिन्छ भनेर नसोच्नु। अहिले प्रारम्भिक दिनमा त जहाँ प्राइमरी कनेक्सन छ त्यही राजस्व अनुसन्धानले नियन्त्रणमा लिएको छ। अब अनुसन्धान गर्दै जाँदा यसको जरसम्म पुग्नु पर्यो नि, यसको सम्पूर्ण नेक्ससम्म पुग्नु पर्यो र कारबाहीको दायरामा सबै ल्याउनुपर्छ। अहिलेको घटनाको कारबाही एउटा, अर्कोतिर चाहिँ अब आइन्दा यस प्रकारको घटनाहरूको पुनरावृत्ति हुन नदिनको निम्ति सम्पूर्ण नयाँ योजना बनाएर अगाडि बढ्नुपर्छ। अपराध वा भ्रष्टाचार वा यस्ता घटनाहरूमा कुनै पार्टी वा कुनै कोर्ट हेर्दिन, कुनै टार हेर्दिन। कुरा बुझ्नुभयो त? मलाई यो भ्रष्टाचारको कुरा वा अपराधका कुनै घटनाका सन्दर्भमा अनुसन्धान गर्दाखेरि कुनै कोर्ट, कुनै टार, कुनै पार्टी मलाई मतलब छैन। राज्यले त्यसरी हेर्दैन, यति बुझ्योस्।